सबैलाई नमस्कार। राम राम। यता हेर्नुहोस्। राम राम। नजिक आउनुहोस्। कहाँबाट आउनुभयो तपाईँहरू? जनकपुरबाट। कैलाली जनकपुर। यो बर्दिया के गरेर आउँदै हुनुहुन्छ? काम गर्नु, लेबर काम गर्नुहुन्छ। के काम हो? खेतको कि कुनै घरको? ल मलाई चिन्नुहुन्छ तपाईँहरू? कहिले देख्नुभयो? मेरो घर पनि पारी खग्रौला घाटनिर पुलनिर मेरो घर है त। ल तपाईँहरूलाई मैले किन रोकेँ भने तपाईँहरू उताबाट आउँदै हुनुहुन्थ्यो। तपाईँहरू एकदम छरिएर आउनु भएको छ। पुरा बाटो ब्लक गरेर आउनु भएको छ। बाटोमा हिँड्दाखेरि म त ट्राफिक प्रहरी हो। मेरो काम भनेको तपाईँको सवारी दुर्घटना न्यूनीकरण गर्न खटिने व्यक्ति हो, ताकि कसैको पनि दुर्घटनाको कारणले गर्दा अकालमा कसैको मृत्यु नहोस्, अङ्गभङ्ग नहोस्, हो कि होइन? कोही पनि मान्छे लडेर मृत्यु नहोस् भन्नको लागि मैले के गरेको हुन्छु? दिनरात खटिएको हुन्छु। तपाईँहरू साइकल चलाउँदा पनि मजाले आफ्नो आफ्नो साइडमा बायाँ किनारा होस् या दाहिने किनारा होस्, जुन साइडमा भए पनि तपाईँले चाहिँ मजाले कमिलाको ताती चाहिँ हिँड्नुपर्छ। यसरी मजाले लाइन लागेर एक लाइनमा मजाले एकपछि एक गरेर तपाईँहरूले चाहिँ के गरेर हिँड्नुपर्छ? लाइन लागेर। के गरेर हिँड्ने रे? लाइन लागेर। तपाईँको घरको बच्चा बच्चीलाई पनि त्यसरी पनि सिकाउनु पर्यो है त। स्कुल जान्छन् बच्चा बच्चीहरू, सडकको किनाराबाट हिँड्नु पर्यो। अनि गाडी घुमाउँदाखेरि यो तपाईँको साइकल घुमाउँदाखेरि पनि दाहिने र बायाँ हेरेर मात्रै साइकल मोड्ने बानी बसालौँ। तपाईँहरू गइराख्नु भएको हुन्छ, स्वाट्ट मोडिदिनुहुन्छ। अनि यता र उताबाट गाडी पनि त आएको हुन्न र हो। त्यही भएर दाहिने र बायाँ पनि हेर्ने अनि बल्ल के गर्ने? साइकललाई मोड्ने। कुरो बुझ्नु भएको छ? अनि तपाईँहरू घरमा मोटरसाइकल छ होला, मोटरसाइकल चलाउँदा पनि हेलमेट लगाएर चलाउनु पर्यो। रक्सी खाएर गाडी चलाउनु भएन, हो कि होइन? अनि चाहिँ तपाईँको तीव्र गतिले गाडी चलाउनु भएन। तपाईँहरूका छोराहरू, बुहारीहरू, छोरीहरू स्कुटी चलाउनुहुन्छ होला, उहाँलाई पनि सम्झाउने तीव्र गतिले गाडी नचलाऊ भन्ने, हेलमेट लगाएर हिँड भन्ने। कुरो बुझ्नु भएको छ? हो। मजाले कसरी हिँड्ने रे? लाइन लागेर। कसरी रे? लाइन लागेर आफ्नो साइड है त। ल हस्, नमस्कार।